हेलो साथीहरू, आजको यस भिडियोमा हामी कक्षा 8 को सामाजिक विषयको एकाइ 9 को पाठ 5 समसामयिक घटनाको सम्पूर्ण अभ्यास गर्छौं। 1 नम्बर, समसामयिक घटना भनेको के हो? उत्तर, जलवायु परिवर्तन, युद्ध, शान्ति, निशस्त्रीकरण, विपद, संक्रमण, खेलकुद, प्रविधि आदिसँग सम्बन्धित विश्वमा नै आर्थिक, सामाजिक, वातावरणीय र राजनीतिक प्रभाव पार्ने वर्तमान समयमा घटेका घटनालाई समसामयिक घटना भनिन्छ। 2 नम्बर, विश्वकप फुटबल 2022 को विजेता र उपविजेता देशको नाम लेख्नुहोस्। उत्तर, विश्वकप फुटबल 2022 को विजेता अर्जेन्टिना र उपविजेता फ्रान्स हो। 3 नम्बर, समसामयिक घटनाको जानकारी विद्यार्थीलाई किन हुनुपर्छ? उत्तर, विद्यार्थीहरूलाई समसामयिक घटनाहरूको जानकारी हुनुपर्छ किनभने यसले उनीहरूलाई संसारमा के भइरहेको छ भन्ने कुरा बुझ्न मद्दत गर्छ। यसले उनीहरूको ज्ञानको दायरा फराकिलो बनाउँछ, आलोचनात्मक सोचको विकास गर्छ र उनीहरूलाई समाजका जिम्मेवार नागरिक बन्न तयार गर्छ। यसबाहेक समसामयिक घटनाहरूको ज्ञानले उनीहरूलाई विद्यालयमा र भविष्यमा करियरमा पनि राम्रो प्रदर्शन गर्न सहयोग गर्छ।